त्यसपछि यसलाई डोमेनबाट हटाएको राम्रो, हटायो भने होइन मलाई तर तिमी डोमेनबाट नहटाऊ होइन, किनभने पर्दैन उतैबाट हटाइदिन्छ, हामी डाइरेक्ट फर्मेट गर्दा नि हुन्छ। म चाहिँ अहिले हटाउँछु होइन, अलिक छिटो हुन्छ भनेर, तर हटाउनु चाहिँ नहटाउ, किनभने पासवर्ड मान्छ है, हामीसँग हुँदैन पासवर्ड। मलाई चाहिँ काम गर्नलाई उता दिएको थियो, कसैलाई पनि थाहा छैन क्या। 263084 चाहिँ होस्टनेम यो भयो होइन, तिमीलाई होस्टनेम राख्न आउँछ। यो सिस्टम प्रपर्टिजमा गएपछि चेन्ज गर्ने होस्टनेम काउन्टर नेम यो भइहाल्यो। अब डोमेनमा छ, डोमेनबाट वर्क ग्रुपमा राखिदिनु। वर्क ग्रुपमा राखिदिनु होइन, तर तिमी वर्क ग्रुपमा नराख्यो हुन्छ। ब्याकअप तिमी यति याद राख, ब्याकअप याद राख, अनि होस्टनेम र आइपी याद राख। यो सिपियु रहेछ, सिपियु यस्तो रहेछ क्या, राम्रो हुन्छ। यो सिपियु हो यो, त्यसको सानो सिपियु, सेन्ट्रल सिपियु। तिमी त्यति गरेपछि होइन, फर्मेट गर्दा हुन्छ। ठ्याक्क ब्याकअप लिएपछि होइन, ब्याकअप ल्याऊ, होस्टनेम ल्याऊ, आइपी ल्याऊ होइन, त्यसपछि फर्मेट सेटअप मिलाउने होइन, सेटअपमा जानु सेटअप गर्नु पर्यो। तिम्रो ठ्याक्क पेन ड्राइभ लाउने, बुट गर्ने, बुट मोड खोल्ने F12 गरेर, अनि ठ्याक्क पेन ड्राइभ कहाँ छ, पेन ड्राइभमा जाने। 25S2 विन्डोज 11 25S2 हाल्ने हो। होइन पहिले ब्याकअप ल्याऊ होइन, दोस्रोमा होस्टनेम टिप, तेस्रोमा आइपी टिप, अनि त्यसपछि चौथोमा फर्मेट। नेक्स्ट इन्स्टल नाउ। आई डोन्ट ह्याभ प्रोडक्ट। अनि विन्डोज 11 प्रो जहिले पनि अरू राख्नै मिल्दैन। 11 प्रो बाहेक 10 छ भने 10 प्रो, 11 छ भने 11 प्रो होइन, प्रो बाहेक कुनै पनि भर्जन चाहिँ कसरी थाहा हुन्छ? तिमीले फर्मेट गर्दा देखाउँछ नि त। अनि तिमी यहाँ गएर आई डोन्ट ह्याभ प्रोडक्ट ठ्याक्क इन्स्टल गर्ने बेला तिमीलाई सोध्छ कुन इन्स्टल गर्ने। हाम्रो पेनड्राइभमा भएको हो यो सबै, त्यही त एउटै ओएसमा हुन्छ क्या सबै, विन्डोज 11कैमा सबै हुन्छ क्या। अब 11 प्रो भयो होइन, अनि 11 प्रोमा गर्नु पऱ्यो, अरू कुनै होइन, 11 प्रो मात्र गर्नु पऱ्यो। ठिक बुझेँ। पुरानो आउँछ, यसलाई पार्टिसन डिलिट गरिदियो नि खोइ अलिक छरिदियो होइन, पार्टिसन डिलिट गरिसक्यो। अनि फेरि ब्याकअप भएको पार्टिसन चाहिँ डिलिट गर्ने हो भने छ भने चाहिँ अर्को ड्राइभ पनि छ भने चाहिँ, अनि नेक्स्ट गर्ने होइन। कसरी थाहा हुन्छ? त्यहाँदेखि थाहा हुन्छ त्यो तिमीले पहिले चेक गर्नु पऱ्यो खोल्दाखेरि, अर्को ड्राइभ छ कि छैन, अर्को ड्राइभमा छ भने अर्को ड्राइभ
सी ड्राइभ कति जिबीको छ, अर्को ड्राइभ कति जिबीको छ पहिले हेर्नु पऱ्यो र। यो त भइरहेको छ हुँदै। स्टार्ट भयो, विन्डोज निड टु रिस्टार्ट भनेपछि सो चाहिँ ओएस चाहिँ इन्स्टल भइसक्यो। यतिसम्म आएपछि रिस्टार्ट भएपछि ओएस इन्स्टल भइसक्यो। अब सेटअपहरू गर्नुपर्छ त्यसपछि है सानो हुनुहुन्छ यसको सिपियु। कन्ट्री युनाइटेड स्टेट नै है। किबोर्ड लेआउट पनि युएस नै हुनुपर्छ है, युकेमा हुनु भएन, युएस नै हुनुपर्छ ल किबोर्डको। युएस नै हुनु पऱ्यो है। अब एड सेकेन्डरी लेआउट भन्छ, स्किप गरिदिनु। अब यस्तो वाइफाई कनेक्ट गर, नेटवर्क कनेक्ट गर भन्यो भने आई डोन्ट ह्याभ इन्टरनेटमा जाने। त्यसपछि नेम राख्नु पऱ्यो नि होइन, जुनसुकै होस् जहाँसुकै होस् होइन, एडमिन भनेर राख्थ्यो क्या, एडिएमआइएन भनेर एडमिन राख्थ्यो। पासवर्ड केही पनि नराख्दा खाली छोडिदेऊ, नेक्स्ट गर। आएपछि होइन ब्याकअप लगेको पहिलाको जस्तै बनाइदिने हो। ब्याकअप लगेको कुराहरू पहिलाको ठाउँमा राखिदिने हो। पहिले हेर न, अब लास्टमा आउँछ। यति आइसकेपछि होइन, एक्स्ट्रा भइसकेपछि विन्डोज र आरसी छ, अनि wf.msc wf.msc होइन, यो भनेको फायरवलको लागि हो। wf.msc हाल्ने अनि इन्टर गर्ने। अनि जब यो आउँछ नि होइन, फायरवलहरू छ नि है, यो अन गर्नुपर्छ। यो विन्डो यसरी खुलेपछि विन्डोज डिफेन्डर फायरवल प्रपर्टी यहाँ जाऊ, यसरी आउँछ नि होइन।
यो अनि अन त अन छ है अनि यो छ नि एलाउ हुनु पऱ्यो क्या सबैमा अन भयो एलाउ हुनु पऱ्यो क्या यो दुइटामा एलाउ अन भयो डोमेन प्रोफाइल अब प्राइभेट प्रोफाइलमा जाऊ अनै छ यसलाई पनि एलाउ गरिदेऊ एलाउ अन पब्लिक प्रोफाइल यहाँ पनि एलाउ गरिदेऊ है सबै भएपछि होइन तिनटैमा एलाउ भएपछि यो अन भएपछि होइन फायरवल स्टेट अन यो पनि अन एलाउ भएपछि एप्लाई गरिदियो है ओके हेलो ओके ओके गरेपछि हेर है सबै यो ग्रिन आउँछ सबै यो ग्रिन आउँछ ग्रिन आउनु पऱ्यो सबै यो है त्यति मात्र गरे पुग्छ होइन गर्न त यो प्रिन्टरहरू छ नि होइन यसलाई पनि एलाउ गर्नुपर्छ तर तिमीले नगर होइन यो चाहिँ अब उनीहरूले सेटअप गर्दाखेरि उनीहरूले आफै गर्छ अहिले चाहिँ म गरिदिइरहेको छु छिटो होस् भनेर इनेबल भयो है यो चाहिँ तिमीले गर्नु परेन यो उनीहरूले नि गर्छ उता रिमोटली गर्छ है रिमोट डेस्कटप पनि इनेबल गरिदिनुपर्छ टोकन नम्बर 305 काउन्टर 1 यहाँ एउटा विन्डोज म्यानेजमेन्ट इन्स्ट्रुमेन्टेसन छ होइन यसलाई पनि सेलेक्ट गरेर गर्नुपर्छ होइन तिमीले नगरेको पनि हुन्छ मैले अहिले तिमीलाई देखाइदिएको मात्र हो ठिक छ देखाउँ यहाँ पनि फाइल प्रिन्टरहरू फायरवल अन भयो है भएपछि तिम्रो अब विन्डोज खोल अनि 30 पीसीमा जाने म्यानेजमा जाने त्यसपछि छ नि लोकल युजर बनाउने लोकल युजर छ नि लोकल युजरमा जाने यो युजरलाई डबल क्लिक गर्ने एडमिनिस्ट्रेटर छ नि यो एडमिनिस्ट्रेटरलाई राइट क्लिक गरेर यो हेर यहाँ डाउन एरोको साइन छ होइन यो भनेपछि डिजेबल हो यो है माथि हामीले अघि एउटा एडमिन मात्र बनाएको थियो त्यो चाहिँ छ है तर यो एडमिनले काम छैन हामीलाई एडमिनिस्ट्रेटरलाई राइट क्लिक गरेर प्रपर्टिजमा जाने अनि एकाउन्ट इज डिजेबल छ नि यसलाई अनटिक गर्ने एप्लाई गर्ने है इनेबल भयो यसको डाउन एरो गयो नि होइन इनेबल भयो होइन अब एडमिनिस्ट्रेटरलाई पनि रिनेम गर्नु पऱ्यो यसलाई राइट क्लिक गर्ने रिनेममा जाने एचडी स्मलमै सबै एचडिएल एडमिन एडमिन हाल्ने होइन फेरि यसमा गएर पासवर्ड हाल्नु पऱ्यो पासवर्ड चाहिँ होइन सबै स्मलमै होस् ABCD@789 फेरि तल पनि ABCD@789 पासवर्ड भयो होइन पासवर्ड सेट ओके भयो होइन अरू ब्रान्चमा पनि सेम हो पासवर्ड ब्याङ्क हेरी एचबिएलमा जहाँ पनि सेम हो एउटै हो यो जुन अहिले तरिकाले गरिरहेको छु नि एचबिएल भरि सबै ठाउँमा सेम हो अनि त्यसपछि मिनिमाइज गरिदियो होइन आइपी हेर्नु आइपी ncpa.secret अब आइपी राख्ने यसमा डिएचसिपी छ डिएचसिपी भएको ठाउँमा डिएचसिपी इनेबल भएको ठाउँमा आफै आइपी लिन्छ होइन अब इनेबल छैन भने म्यानुअली तिमीले एउटा हाल्नु पऱ्यो एउटा कसरी हाल्ने भन्दाखेरि यो गरेर प्रपर्टिजमा जाने होइन अनि टिसिपी आइपी भित्रमा जाने अनि ठ्याक्कै तिमीले युज दि फलोइङ आइपी एड्रेसमा गएर म्यानुअली टाइप गर्ने होइन तर यहाँ चाहिँ डिएचसिपी नै छ त्यही भएर अप्टेन एन आइपी एड्रेस अटोमेटिकली नै गर्ने आफै लिन्छ यसले
राख्नु भयो होइन नेटवर्क चल्यो भने होइन त्यसपछि अब फाइल यसमा इन्स्टलेसन फाइलहरू राख्नु पऱ्यो इन्स्टलेसन फाइलको लागि अहिलेको स्टेट लोकल युजर अनि त्यसपछि इनेबल एडमिनिस्ट्रेटर HBL admin password suppose ABCD@789 कन्फर्म गर्नु होइन त्यसपछि अब तिम्रो आइपी नम्बरमा विन्डोज +8 त्यहाँ चाहिँ MCPA.cpl गरेर इन्टर गर्ने कन्फिगर आइपी छ भने ठिकै छ होइन DHCP छ भने नभए कन्फिगर आइपी गर्ने आइपी राख्ने अब त्यसपछि नेटवर्क चलेपछि होइन 8 नम्बर होइन 9 नम्बरमा अब इन्स्टलेसन फाइल इन्स्टलेसन फाइलको लागि होइन तिमीले विन्डोज +R थिच होइन अनि त्यसमा चाहिँ ब्याकस्ल्यास राख्ने 192.168.214.236 यो हेड अफिसको आइपी हो होइन ब्याकस्ल्यास हाल्ने दुइटा है 192.168.214.236 त्यसपछि पासवर्ड युजर नेम र पासवर्ड को त्यही HBL admin HBL admin ABCD@789 खुल्यो होइन यो अब इन्स्टलेसन फाइल भनेको फोल्डर छ नि 236 खुलेपछि होइन यो इन्स्टलेसन फाइलको फोल्डर कपी गर्ने कपी गरेर अब हाम्रो सी ड्राइभमा राखिदिनु सिटरको युजरभित्र राख्ने होइन युजरभित्र होइन सी ड्राइभमा बाहिर राख्ने डाइरेक्ट सी ड्राइभ खोल सी ड्राइभ खोल्ने बित्तिकै यहाँ बाहिर छ नि बाहिर राख्ने युजरहरू त्यहीमा राख्नु पऱ्यो यो अघिको हाम्रो फाइल हो अघि राखेको त्यो ब्याकअप अहिले खुलेकै छैन नि कमन ड्राइभै खुलेको छैन सी ड्राइभमै छ क्या अहिले त्यो ब्याकअपमा नजाऊ न अहिले पहिले यो अब यति गरिसकेपछि ऊहरू एप्लिकेसनहरू राख्नु पऱ्यो होइन एप्लिकेसन राख्नलाई ठ्याक्क तिम्रो त्यही 236मा गएर यो आइपीमा गएर अनि इन्स्टलेसन फाइल कपी गरेर अब जहाँ छ खालि सीमा छ भने सीमा राख्यो डीमा छ भने डीमा राख्यो होइन अनि त्यो कपी होस् पहिले है हुन्छ कपी हुन्छ पहिला कति लाग्छ त कहिले नेटवर्क फास्ट छ भने छिटो हुन्छ कहिले नेटवर्क स्लो छ भने ढिलो हुन्छ हजुर साइज ठुलो भयो को भर्जन राम्रो छैन इस्यु छ त्यसमा यो 25 भर्जन हो यो अनि चाहिँ त्यो i3 i5 त्यस्तो जेनले के फरक पर्छ त्यसले पर्छ पुरानो कम्प्युटर छ भने प्रोसेसरले त्यो अब फरक पारेन तिमीलाई अब पुरानो पोर्टफोलियोहरू i3हरू छ भने पनि अब हामीले त ब्याङ्कको राखिदिनै पर्छ जुन भने चाहिँ ब्याङ्कले भनेको हुन्छ है यो विन्डोज राख भनेर
तपाईँको दुइटै युएसडीमा एउटै छ फरक छ एउटा काम गर्दा एउटा डिफ्रेन्स। विन्डोज भर्जन हेर्नु पऱ्यो फर्मेट गर्नुभन्दा अगाडि फर्मेट गरिसके पछाडि VR कमान्ड खै यसको देखाउनु न सर सोध्छ कि भोलि VR गर्नु यही होइन भर्जन चाहिँ भर्जन भयो 25H2 भयो होइन। कपी भएपछि माई काउन्टरमा जाने, सी ड्राइभमा जाने, इन्स्टलेसन फाइल छ अब यसलाई इन्स्टल गर्ने 7 जिब भयो। प्रोसेसरमा जान्छ होइन चार्ज सक्नु लाग्यो यार के गरौँ सर चार्ज सक्नु लाग्यो इन्स्टल गर्नु त आइहाल्छ नि तिमीलाई पहिला डबल क्लिक गरेर इन्स्टल। इन्स्टल भइसक्यो के गर्ने आउँछ हजुर भएको छैन है अलिक स्लो हुन्छ बिस्तारै। अहिले छोरा म लास्ट टाइम एकैचोटि यहाँबाट गर्ने स्क्यानर प्रिन्टर इन्स्टलेसन फाइल डिस्प्लेको सबैको हुन्छ। प्रिन्टरमा गएर कुनै प्रिन्टर छ अब त्यसको ड्राइभर कपी गरिदिनु 1005 गरौँ न एउटा गरौँ न Total number सबै गर्नुपर्छ है प्रिन्टरको यही एउटा प्रिन्टर चाहिँ यसको गर्ने कुन प्रिन्टर हो मोडल हेरेर गर्ने कसरी थाहा हुन्छ प्रिन्टर हेर्ने त्यहाँ मोडल हेर्ने मोडल त्यो पछाडि हुन्छ होइन त्यो अगाडि लेखेको त्यो हो लाइब्रेरी अफिस पनि इन्स्टल गर्ने
एड्रेस लिएर कपी गर्नु may not exist. Parenterको एड्रेस 64 bit copy paste next मोडल चाहिँ पेरेन्टरमा लेखेको हुन्छ के गरे अहिले कपी पेस्ट गर्नु ट्राई गर लोकल टेक्स्ट सी बाहिर नभयो भने अर्को फोल्डरमा अब हामीले कुन लिब्रे इन्स्टल भयो होला होइन नेपाली फन्टहरू सबै गर्नु पर्यो होइन डुएल भिएनसी भयो भिएनसी इन्स्टल गर्दा पहिले यसको की कपी गर्नु कसको पेन्सीको एचबिएल की भनेर हुन्छ त्यसलाई कपी गर्नु पिएनसीको कुरा भयो अनि इन्स्टल गर्ने यो पनि हामीले इन्स्टलेसन फाइलबाटै हो सी ड्राइभमा कपी गरेर अनि इन्स्टल गरेको
विन्डोज भिएनसी सर्भरमा त गर्ने यो प्रिन्टर ड्राइभर भिएनसी भ्यूहरूलाई अनटिक गर्ने नेक्स्ट गरेर त्यो सर्भरमा अब यसरी यो माग्छ होइन लाइसेन्स माग्छ एप्लाई लाइसेन्स फीमा गएर लाइसेन्स कपी पेस्ट गरिदिनु लाइसेन्स अघिको बेला होइन कपी गरेर पेस्ट गरिदिनु ए अनि नेक्स्ट गर्ने एप्लाई गर्ने एनसी भइसक्यो होइन अब त्यसपछि अब फायरफक्स गुगल क्रोम फायरफक्स पनि गर्नु पऱ्यो प्रिन्टरको योभन्दा अगाडि प्रिन्टरको ड्राइभ पनि इन्स्टल गर्ने अनि यति गर्ने है त्यो टेस्ट गरेर ड्राइभ इन्स्टल गरेर त्यसपछि टेस्ट प्रिन्ट गर्ने टेस्ट प्रिन्ट आइरहेछ यो सबै भयो कि भएन एकपल्ट चेक गर्नुपर्छ यी सबै कुराहरू त्यही अघि मैले जे जे गरेको छु एकचोटि हेर्ने फेरि हेर्ने चेक गर्नलाई यो त्यसपछि सबै इन्स्टल भएपछि विन्डोज आर xysdm.cpl भनेर हाल्ने इन्टर गर्ने अनि डोमेन नेम चेन्ज गर्ने डोमेन नेम के थियो सुरुको होला होइन DTA 23 छैन नि यहाँ छ हेर न ए 23 DTA 23-OI डोमेनमा राख्ने HPL.cl त्यो तिमीले राख्नु पर्दैन डोमेन ऊ त्यहीबाट राखिदिन्छ उसलाई अब तिम्रो आउँदाखेरि तिमीलाई नम्बर दिन्छ उता हेड अफिसको उताबाट राखिदिन्छ अमृत खा कसको नाम त्यही मान्छे हेड अफिसको मान्छे एन एकाउन्ट विथ सेम नेम एक्जिस्ट भनेपछि अब यो होस्ट नेम डिलिट गर्न लाउनुपर्छ उनी ब्याङ्कको सर्भरमा उसमा यो नाम हुन्छ यो नामलाई पहिले डिलिट गर्न लाउनुपर्छ मात्र हुँदैन है त्यसको लागि फोन गर्नु पऱ्यो यसरी फोन गर्ने DTA 23-OI DTA 23-OI मलाई भएपछि मिस कल हान्नु ल भइसक्यो हजुर DTA 23-OI भयो है नयाँ भयो होइन डिलिट भइसक्यो त वेलकम भन्यो रिस्टार्ट गर्ने यताको त यो चाहिँ टेस्ट प्रिन्ट उताबाट भइसकेपछि उता रिजरबाट हो अब यो उहाँलाई लगइन गर्नु लाउनु सर एकचोटि यो
अथोराइजरबाट लगइन गरेको ब्याङ्कको सरले फ्यान्सीमा हेर्नको लागि रिमोट एक्सेस गराउनको लागि पहिला आफ्नो पिसीको आइपी उहाँहरूलाई दिएर आफ्नो पिसीलाई रिमोटली एक्सेस गराउन सक्नुहुन्छ हेल्पको लागि सहयोग माग्नको लागि एडमिनिस्ट्रेटर होइन एडमिन चाहिँ त्यो जुन सुरुमा अँ, बनाएको त्यो थियो, सुरुमा- ब्ल्याङ्क पासवर्ड राखेर ब्लाइन्ड पासवर्ड बनाएको युजरलाई डिलिट गर्ने नि खासमा त्यो युजर बनाउन कारण के हो खासमा तिमी युजर नबनाइकन कसरी खोल्छ त युजर त बनाउनु पऱ्यो एउटा खलनाले यति सबै अगाडि गएर सफ्टवेयरहरू इन्स्टल गर्ने यो सेम टर्म पिसी थियो नि त्यो सानो खाले क्या त्यसको ग्राफिक ड्राइभरहरू कहाँ कसरी केबाट फर्मेट नगर्नुपर्ने यहाँ फर्मेट गर्नु भनेर टिकट आएको थियो नि अनि यो तपाईँको सी ड्राइभमा पनि ऊ चलिरहेको थियो कुन फाइलहरू चल्दैन गर्नु भन्छ त्यसमा चल्दैन अरे राम्ररी सबै फाइलहरू चल्दैन अरे खासमा के भएको हाम्रो त्यो फन्टहरू ठुलो देखाएको आइकनहरू त्यो होइन त्यो कुरा होइन के कुरा पिसी नै तिम्रो अर्कै ऊ चाहिन्छ अरे क्या त्यसबाट हुँदैन अरे अपरेटिङ सिस्टम यति नै हो हाम्रो काम सक्यो अब यो हुँदै भएन भने अब उतै पठाउनुपर्छ एक्चुअली अब प्रिन्टर हुन्छ तर अब सबै चल्दैन अरे नेट पनि चल्दैन चलिरहेको नि एकदम रिमोटली एक्सेस हुने भएन उताबाट सबै हुन्छ क्या अनि के हुँदैन सर अब यसमा प्रब्लम चाहिँ अब थाहा छैन उतै सोधेर भन्नुपर्छ उतै पठाउनु पर्ने